विदेशको जीवन बाहिरबाट हेर्दा जति रमाइलो देखिन्छ, भित्रबाट त्यति नै एक्लोपनाले भरिएको पनि हुनसक्छ। बिहान उठ्यो, काममा गयो, फर्कियो, कोठामा आयो, फेरि अर्को दिन त्यही दोहोरिने दैनिकी। बिस्तारै मान्छे आफैभित्र हराउन थाल्छ। फोनमा कुरा हुन्छ, सोसल मिडियामा हाँसे जस्तो देखिन्छ, तर धेरैको मनभित्र थकान, दबाब र एक्लोपना लुकेको हुन्छ। त्यसैले कहिलेकाहीँ विकेन्डको फुर्सद निकालेर आफ्नो साथीभाइसँग भेट्नुपर्छ। घन्टौँ गफ गरेर बसे पनि त्यो समय खेर गएको हुँदैन। किनकि मान्छेलाई बाँच्नका लागि पैसा मात्र होइन, आफ्नोपन पनि चाहिन्छ। कसैले के छ कस्तो छ भनेर सोधिदिने, पुराना कुरा सम्झेर सँगै हाँस्ने, सुख दुःख बाँड्ने मान्छेहरू पनि चाहिन्छ। हामी सबै अहिले पैसा कमाउने दौडमा छौँ, तर बिस्तारै उमेर बढ्दै जाँदा एउटा कुरा बुझिँदो रहेछ। जीवनमा सबैभन्दा महँगो कुरा पैसा होइन, समय रहेछ, र त्यो समय कसँग बितायौँ भन्ने कुरा अझ महत्त्वपूर्ण रहेछ। बुढेसकाल लागेपछि सायद सबै आफ्नो परिवार र जिम्मेवारीमा व्यस्त होलान्। त्यति बेला आजका यिनै भेटघाट, हाँसो, रमाइला गफ, सँगै खाएका खाना, सँगै हिँडेका बाटाहरू नै सम्झना बनेर बाँकी रहनेछन्। शीतगङ्गा ठाडातिर हो, अहिले बसाइ तराईमा भयो भने नजन्मेको डाँडातिर। शीतगङ्गा ठाडातिर हो, अहिले बसाइ तराईमा भए नि म जन्मेको डाँडातिर। वाह, शीतगङ्गा भने नगरपालिकाको नाम, ठाडा भनेको ठक्कै उहाँको गाउँको नाम। अब हाम्रो विकल्प, हामी नेपालीहरूको विकल्प मात्रै 1000, 1500, 2000को जाहिर खाने हो त होइन नि। के सम्भावना छ त? हामीले नयाँ तरिकाले कसरी जान सक्छौँ? टिमवर्कमा। सिङ्गल पनि सम्भव छैन। कसैले तपाईँ आफै म एक्लै बिजनेसम्यान बन्छु भनेर तपाईँ पनि सिङ्गल सम्भव पनि छैन। अहिले नै म देख्दिनँ होला केही सन्डे मौका संजोगले यसरी सधैँ समय परदेशको ठाउँमा सधैँ समय मिल्दैन। सबभन्दा त्यही हो, समय मिलाएर मेरो मिल्दा उहाँको मिल्दैन, उहाँको मिल्दा उहाँको मिल्दैन। समस्या यही हो कि सबभन्दा तपाईँको काम नहुँदासम्म काम भएन भन्ने पिरो काम भएपछि फेरि सबैसँग साथीभाइहरू छुट्टिने टाढिने हुन्छ नि त। त्यो बाध्यता के चाहेर पनि गर्छु भन्दा पनि हुन नसक्ने उहरू चाहिँ हुँदो रहेछ। यस्तो खालको भेटघाट भनेको संयोग पनि हो। त्यो आज अचानक भयो नि त यो पनि। समय पनि मनले चाह्यो भने हुन्छ, मनले चाह्यो भने हो। मलाई यसो मना लाग्यो कि काम गरेछ होइन, केही भेटघाट छ नि, केही छ नि। आज यिनी मलाई सागरसित भेट्नु अनि फ्रेस पाइन्छ नि त, त्यही हो के ठुलो कुरो। काम मात्र साथीभाइसँग यसो भेटौँ होइन, के छ कसो छ। फोनमा मात्र, फोनले असार मेटिन्न नि। फोनमा हुँदैन कि, फोन त इमर्जेन्सी परिवार गर्ने हो, काम परिवार गर्ने मात्र। यसरी भेटघाट गर्ने, गफाफ गर्ने त हप्तामा एक दिन त कम्तीमा भेटौँ न भनेर मैले चाहिँ खासमा यो प्लान थिएन। यो एकदमै सुनौलो अवसर मिलाउनु भएकोमा तपाईँलाई एकदमै मनदेखि नै आभार व्यक्त गर्दछु। यो तपाईँकै दिनु आज भेट्यौँ नि होइन। हामीलाई हुन्न मन फोटो हेरेर, बुझ्दैन मन फोटो हेरेर, झम्टी रुने मन छ, धोको फेरेर भन्छ नि, त्यस्तै चल भएको थियो। यो कुरा पोख्न मन लाग्थ्यो। एउटा यही विषयमा टुक्का एउटा सानो टुक्का चाहिँ फेरि वरिष्ठ कलाकार हाम्रो यहाँको लोकल कलाकारमा त हो नि, एकदम दीर्घकालीन। अस्ति हामीले लाइभ हेरियो त्यतिको देखे पछाडि त कलाकार भयो भन्ने हामीले अस्ति त लोकल भएको थियो। धोका दिनेलाई भन्ने त्यस्तै लाग्छ। धोका दिनेलाई के के भजनै गएन जा पहिला यसमा हुन्छ कि ए भयो भेट सागर्दा आएसी तिनै जाना मनले चाहेसी के भनौ र खै धोका दिनेलाई के भनौ र खै तिमी हाँसबो मै बाँचौँला रै। हे रहर मात्रै गरेको गाउन त त्यति धेरै आउँदैन, आउन त के भनौ र खै धोका दिनेलाई के भनौ र खै तिमी हाँसबो मै बाँचौँला रै। यसरी नै भेट्न नि पर्छ नि, भेट भए सम्बन्ध बढ्छ नि, के भनौ र खै धोका दिनेलाई के भनौ र खै तिमी हाँसबो मै बाँचौँला रै। धोका दिने
दिनेलाई के भनौ र खै तिमी हाँसबो मैमा चढायो एक्लै बसे सम्झिने रुनी हो सँगै भए खुसी नै हुने हो के भनौ राखै धोका दिनेलाई के भनौ राखै तिमी हाँसबो मै बचौला रै मेरो भजन आउँछ त्योतिर फर्स्ट आयो भने नि जब 81 बढ्छ नि त्यो सुस्त 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 हुँदै गयो भने त्यो धेर मौला आयो भने राम्रै हुन्छ जब मौला आयो भने नि उही दिउँसै घाम मस्त आयो जस्तो कि त्यो हुन्छ भनेको यो माया प्रेम भन्ने कुरो नि माया भन्ने चिज पनि अजिब छ दाइ माया मोह भन्ने चिज नि यिनी लिमिट ठिक्क भयो भने जे चिज पनि ठिक्क भयो भने त्यो दीर्घकालीन हुन्छ त्यो 81 हल्लक्कै बढ्यो भने त्यो फेरि हावा लाउँदा पनि त्यो कलिलो हुन्छ त्यो लक्किने सम्भावना बढी हुन्छ हरि राम 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 गए बनैमा मृगा झर्यो स्याउली बनैमा राम 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 गए बनैमा मृगा झर्यो स्याउली बनैमा खायो बरै खसीले डाली नुगाई घाँस खायो बरै खसीले डाली नुगाई घाँस यति राम्रो मायालु हेरी हेरी हाँस ठ्याक्कै एउटा प्लान बनाउने तपाईँसँग यस्ता क्रिएटिभिटीहरू धेरै छन् तपाईँ क्रिएटरै हो तपाईँले एउटा क्रिएटिभिटी बनाउने रोड म्याप बनाउने क्या जस्तो अब यहाँ त लाखौँकोमा उसमा चाहिँ लाखौँ त पुगेन होला नेपाली हाम्रो हजारौँको सङ्ख्यामा चाहिँ नयाँ नेपालीहरू आफ्नो भविष्य खोजीमा भित्रिरहनु भएको छ होइन अब सम्भवतः उहाँहरू यहाँको लिगल पनि हुनुहुन्छ होइन पेपरवाला हुनुहुन्छ अब हाम्रो विकल्प हामी नेपालीहरूको विकल्प मात्रै 1500 2000को जागिर खाने हो त होइन नि के सम्भावना छ त हामीले नयाँ तरिकाले कसरी जान सक्छौँ टिमवर्कमा सिङ्गल पनि सम्भव छैन कसैले तपाईँ आफै म एक्लै बिजनेसम्यान बन्छु भनेर तपाईँ पनि सिङ्गल सम्भव पनि छैन अहिले नै म देख्दिनँ होला केही एक दुईजना मान्छेहरूको होला 1-2% होला अथवा जागिरै खायो भने पनि उसको क्षमता अनुसारको जागिर पाइया छैन अथवा त्यो खोज्न कसरी सकिन्छ जागिरै खाएर पनि त्यही आउने पैसालाई पनि त्यो परोपकारी तरिकाको पैसा कसरी युज गर्न सकिन्छ ग्रुप वाइज गर्न सकिन्छ कि जस्तो 5-7 जना मिलेर होइन महिना पछि त्यो एकमुष्ट पैसाले केही गर्न सकिन्छ कि नेपालमै पठाउँदा पनि ऋणै तिर्दा पनि त उसको मन्थली 1000 पठाउनु भन्दा त्यो खालको एउटा आइडिया कसरी जान सकिन्छ भनेर 2-4 आइडिया तपाईँले कलेक्ट गर्ने त्यो विषयमा छलफल गर्ने क्या मैले सही भन्नुभयो तपाईँले राम्रो मैले युकेमा हुँदाखेरि एउटा सिरिज सुरु गरेको थिएँ पुराना मान्छेहरूसँग तपाईँको पुरानो अनुभव र नयाँ आएकोलाई चाहिँ तपाईँको सङ्घर्ष र तपाईँको अलिकति सफलता हासिल गरेर त्यहाँ बसिरहेको छ नि जो सेटलमेन्ट भयो तपाईँले गरेको सङ्घर्ष र अहिले हात पारेको सफलताले को अनुभवले नयाँ आएकाहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ भन्ने मार्गदर्शन के गर्न सक्नुहुन्छ सुझाव चाहिँ सिरिज मैले सुरु गरेको थिएँ यहाँ आएपछि रोकिया हो मैले त्यसको बारेमा धेरै भिडियो बनाएर युट्युबमा पनि हालेको छु त्यो अब यहाँ पनि सुरु गर्न मैले सोचिरहेको छु अहिले त सेटलमेन्टकै भएर सेटलमेन्ट मायालाई फुल जस्तो जुबान भइसक्यो मेरो घरबार मायालाई दिने थिए फुल जस्तो जुबान भइसक्यो मेरो घरबार काको मकाको काको मकाको काको माया हो डुल्दै आउँदा सागरदा भेट भएको मायालाई दिने थिए फुल जस्तो जुबान भइसक्यो मेरो घरबार मायालाई दिने थिए फुल जस्तो जुबान भइसक्यो मेरो घरबार यो माया गुरुङको गीत होइन भगवान कसम वाउ कति मजा आयो यार माया गुरुङको गीत हो साँच्चीकै नेपालमै छु जस्तो लागिरहेछ फेरि जाओस् एउटा
होइन अहिलेको पिरियड त कस्तो भयो भने हामीलाई अरू कुराहरू भन्दै गर्दा पनि मान्छेलाई कस्तो छ भने एउटा चिज अब अस्ति भर्खरसम्म खुल्यो भन्नेको पिर थियो, खुल्ला के होला भन्ने थियो। अब खुलिसकेपछि अब होइन नयाँ डकुमेन्ट चाहिन्छ अरे, पासपोर्ट चाहिन्छ, सबै कुरो चाहिन्छ भन्ने भयो, त्यसको टेन्सन भयो। त्यो अब अलिअलि समाधान भनौँ न एक हिसाबले समाधान भयो भन्ने सक्दा फेरि पुलिस रिपोर्टको समस्या भयो। पुलिस रिपोर्टको अब समस्या समाधान हुन्छ हुन लाग्यो भन्ने बेलामा फेरि भनौँ न एक हिसाबले सङ्घर्ष त अझै छँदैछ, तर सबै कुरा जुद्यो के फेरि यता त्यो अब लिगलाइज गर्नको लागि के डकुमेन्ट अरू डकुमेन्ट के चाहिने हो तिनीहरू कुराहरूले अलिकति समस्या भयो। वकिल कहाँ पाइएला, कसरी पाइएला, के होला कस्तो होला भन्ने कुराहरूले अहिले सबै कुराले थिचिरहेको भएर मान्छेलाई कस्तो छ भने अरू कुराहरू सङ्घर्षहरू अथवा सफलताहरू त्यो मनमा छ, हुन्छ कौतुकता त हुन्छ, तर यसपछि के गर्ने अथवा सफलता कसरी भइन्छ अथवा पहिले अरू सफल भएकाहरू कसरी भएको थियो र हामीले अब के गर्न सकिन्छ त्यो बाटोमा लाग्नलाई हामीले के गर्न सकिन्छ भन्ने चाहना हुँदै पनि मान्छेको त्यतातिर ध्यान दिन चाहिँ सकेका छैनन्। सक्ने अवस्था चाहिँ छैन अहिले नयाँ पिँढीहरूको लागि, किनकि यो एक हिसाबले सङ्घर्षकै दौरान हो नि त, त्यसले गर्दा त्यस्तो चाहिँ छ। तपाईँ हामीले खोज गऱ्यो भने यो कुरा किन उठाएको? त्यसको लागि हामीले अहिले 1-2 महिना हतार जस्तो लागे पनि यो 2-3 महिनापछि त सबैको एक हिसाबले अब सेटलमेन्टको प्रोसेसमा जान्छ, 50% सकिन्छ। त्यसपछि भनेका त व्यक्तिगत अब फिङ्गर लिने अथवा अरू कामहरू तिनीहरू प्रोसेस भनेको त निरन्तर भइरहने काम हुन्। त्यो पुरानाले पनि गर्नुपर्छ, नयाँले पनि गर्नुपर्छ। एक हिसाबले ट्याक्स तिरेर काम गर्न थाल्ने भइसकेपछि त अरू कामहरू त हुँदै गर्छन्। त्यसपछिको बाटो भनेको के गर्ने, कसरी जान सकिन्छ अथवा पुरानाको अनुभवहरू अथवा पुरानाले गरेका सबै राम्रै गरेका छन् भन्ने पनि छैन। त पुरानाबाट भएका गल्तीहरूबाट सिकेर त्यो नगर्दाखेरि के हुन्छ राम्रो, के गर्न सकिन्छ त्यो बिजनेसमा डुबेर मान्छेहरू एकदम यहाँ चाहिँ बेहाल भएर बसेका मान्छे पनि छन्, तिनलाई पनि हेर्न सक्छ। एकदम छ नि, जागिरी खाएर उक्सेर अहिलेसम्म घर जान नसकेका 12-15-20 वर्षदेखि घर जान नसकेका मान्छे पनि छन् होइन। र अर्को कुरा के हुन्छ भने यहाँ खोज्यो भने जस्तो कतिपय पुरानाहरूलाई पनि थाहा नभएको कुरा, तर त्यो सम्बन्धी लागिरहेका मान्छेलाई मात्रै थाहा भएको कुरा पनि छन् क्या। जस्तो हामीले फ्रीमा लोन लिएर गर्ने बिजनेसहरू, लोन कसरी लिने, कहाँबाट सहयोग गर्ने, गभर्मेन्टबाट कसरी लिने, ती कुराहरू पनि छन् नि त, रचन क्या 1-2टा कुराहरू त होइन। ती कुरा चाहिँ केही व्यक्तिलाई मात्रै थाहा छ, पुरानाहरूमध्ये पनि क्या। जस्तो लोनको प्रोसेसै सबैलाई कहाँ थाहा छ त, कसरी लिने, के देखाएर लिने। अनि यहाँ गभर्मेन्टले लोनै मात्रै नभनौँ न, गभर्मेन्टले दिने सुविधाहरू पनि कुन क्षेत्रमा कसरी दिन्छ, कस्तो अवस्थाकालाई दिन्छ अथवा कस्तो बिरामी बिजनेस पनि कुन बिजनेसलाई कुन प्रायोरिटी दिन्छ, कतिसम्म बिरामी भएका अशक्त भएकाहरूलाई कस्तो सुविधा दिन्छ भनौँ न। दीर्घकालीन यहाँ साँच्चै भन्दा दीर्घकालीन रोगहरू, निको नहुने रोगहरू छन् नि जस्तो लाग्छ, तिनीहरूलाई पेन्सन सरहको सुविधा दिएर राख्ने सिस्टम अहिले पनि छ। यही पेपर हाल्ने सिस्टममा पनि जो दीर्घकालीन बिरामीहरू छन्, जो डाक्टरले उपचार गरेर औषधि खाएर पनि निको नहुने, पूर्ण निको नहुने, जस्तो यहीँ पनि टिबी भएको बिरामीलाई जहाँ बस्छ त्यो बिरामी त्यो ठाउँमा औषधि ल्याइदिएर डाक्टर आएको देखियो। पेपरै नभएको पनि नयाँ भाइ है। स्वास्थ्यको लागि त यहाँ पेपरको केही मतलबै रहेन। त्यसले गर्दा हामीले कतिपय कुराहरू एउटा कुरा जानकारी दिनुपर्छ। हामीले भाषाहरूले पनि अलिकति भाषा नजान्दा अथवा भाषालाई हामीले सही गर्न नसक्दा पनि प्रयोग गर्न नसक्दा यी कुराहरू चाहिँ ठ्याक्कै मान्छेको जनजीवनसँग प्रभावित हुन्छ कि जस्तो लाग्छ। त्यो एउटा हलमा जम्मा गरेर दिएको भन्दा पनि यस्ता खालका भिडियोहरू चाहिँ उसले कुचु चाहिएको बेलामा हेर्छ, इन्फर्मेसन लिन्छ, भ्याएको बेलामा एकछिन हेर्छ होइन। जस्तो काममै व्यस्त हुने मान्छे नि बेलुका यसो हेर्छ, मोबाइल देख्यो भने हेरिदिन्छ क्या। त्यसलाई चाहिँ चाहिँदाखेरि त्यो चाहिँ प्रभावकारी हुनसक्छ जस्तो लाग्छ मलाई। तपाईँको पेजमा बसिरहेको छ, फलाना कहाँ गएर हेर्दाखेरि केही कुरा नयाँ देखिन्छ है भन्ने खालको चाहिँ कसैले हालिराख्ने क्या। अरू फाल्टु कुरा कचाङ दिनमा 5वटा हाल्नुभन्दा यस्तो खालको कुराहरू हप्तामा एउटा हालिदिनु भयो भने फलाना कहाँ गएर भिजिट गऱ्यो भने केही कुरा मलाई चाहिएको कुरा त्यहाँ भेट्छु भन्ने कुरा हो। दिनभरि कामले थाकेका हुन्छौँ यहाँ, अब थाकेर आएर ल आज भनौँ न नेपाली सिरियलै भनौँ न, कुनै सिरियल आफूलाई मनपर्ने सिरियल ABCD जे आए पनि कमसेकम त्यो कमेडी च्याम्पियन आउँछ अथवा कमेडी दरबार आउँछ अथवा अरू कुनै सिरियलहरू आफ्नो इन्ट्रेस्ट अनुसारको जस्तो जिरे खुर्सानी अथवा पहिलेका तिनीहरू आउँथे भनेपछि ल आज बुधबार हो फल्लो सिरियल आउँछ, कमसेकम आधी घन्टा भयो भने त मान्छे फ्रेस भएर हेर्छ अथवा हेर्ने कथा हेरेर त्यसरी मान्छेले आफूलाई भुलाउने माध्यम बनाएको छ भने यिनी भिडियोहरूले पनि त्यो माध्यम चाहिँ दिन्छन्। राम्रो सूचना प्रवाह गर्न सक्छ।
तपाईँहरूको सुझावको लागि धन्यवाद। म चाहिँ यस विषयमा सोच बनाइरहेको गर्नुहोस्। छु। अब यो अलिकति यो स्टेबिलिटी भइसकेपछि त्यो चाहिँ सिरिज सुरु गर्छु मैले। सधैँ लेकमा सोनी रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि सुनको सिपुराइ मर्यो कि सधैँ लेखमा होनी रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि अब ठाडाकीलाई सम्झेर त गाउनु होइन। ठाडा भने हाम्रो गाउँहरू तिमी ठाडा म यता हुनी म यता हुनी सोझै जस्तो सोनी रेशम भेट कहिल्यै नहुने सुनको पूर्व पर्यो कि सधैँ लेकमा होनी रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि म यता हुनी म यता हुनी सोचे जस्तो होनी रेशम भेट कहिल्यै नहुने सुनको पूर्व पर्यो कि सधैँ लेकमा होनी रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि सधैँ लेकमा होनी रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि धेरै राम्रो धेरै मिठो छ यार। सुन्नुभएको थियो यो लय? मैले सुनेको त्यति त्यो गीतै सुन्दिनँ क्या म खासमा। हामी रहनेछौँ हम भूमिकामा पर्दा पछाडि। सब्सक्राइब र सेयर गर्न नभुल्नु हाम्रो पेजलाई।